यो चाहिँ पोहोरको यो एकदम ठुलो वर्षाले यो क्षति भएको छ यहाँ चाहिँ। यो छ बुद्ध चित्त। अब यो एउटै मात्रै बुद्ध चित्त राम्ररी फल्यो भने 3 करोडसम्मको बिरुवा फल्छ अरे। त्यति नै नफले पनि बजेट परेको छ भने चाहिँ यो बाटो बन्ने सम्भावना छ। ढलान गरेर तलैसम्म। यहाँको फलहरू भनेको तपाईँले हेर्दै लोभ लाग्छ क्या, यस्तो फलहरू फल्छ यहाँ। यो काँक्रा तपाईँले यत्रो काँक्रै, यो काँक्रै नाखेर कति फल्छ। नमस्ते, म तपाईँहरू सामु फेरि पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो चाहिँ ब्लग टाइपको हुनेछ तर एकदम जानकारीमूलक नै हुनेछ। मैले चाहिँ ललितपुर भन्ने ठाउँमा 10 रोपनी जति जग्गा लिएर बिरुवाहरू लगाएको छु कि एभोकाडो, कागती या बुद्ध चित्त धेरै खालको बिरुवाहरू लगाएको छु। त्यहाँनिर चाहिँ हिजोको अविरल वर्षाले गर्दाखेरि हावाहुन्डरी अविरल वर्षाका कारणले गर्दाखेरि चाहिँ बिरुवालाई एकदम ठुलो क्षति पुगेको भन्ने मलाई बारम्बार कल आइरहेछ। त्यहाँ चाहिँ मेरो एक काम गर्ने मान्छेहरू पनि हुनुहुन्छ, उहाँहरूको चाहिँ अहिले फोन स्विच अफ छ। सो मलाई चाहिँ एकदम तनाव भएर के कति क्षति भयो बिरुवालाई भनेर एकदम तनाव भएर चाहिँ म त्यहाँ जाने तर्खरमा छु है। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। त्यहाँ के कस्तो क्षति भएको छ, के भएको छ, मैले कस्तो बिरुवाहरू लगाएको छु सबै तपाईँहरूलाई देखाउने नै छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। रिसोर्ट चाहिँ पिसफुल ठाउँमा छ रिसोर्ट। यहाँबाट काठमाडौँ झर्ल सबै देखिन्छ है। काठमाडौँ चाहिँ हो त्यहाँ लगभग काठमाडौँबाट 21 किलोमिटर छ। यो चाहिँ काठमाडौँबाट रिङ रोडबाट 21 किलोमिटर छ। अब चिसो हुन्छ झन् साह्रो। हेर्नुहोस् त बादलहरू लागेको। बादल त तपाईँको यहाँनिर हामीभन्दा तल बादल हुन्छ। यो चाहिँ पोहोरको यो एकदम ठुलो वर्षाले यो क्षति भएको छ यहाँ चाहिँ। बादल हो यो। अनि यो चाहिँ जहिले यस्तै हो क्या यहाँनिर, जहिले यस्तै लाग्छ। यो चाहिँ ठाउँ यो चाहिँ चेन्ज भइरहेको छ। यो बादलहरू हेर्नु आनन्द लाग्छ। हेर्नुहोस् त अब त्यहाँ हुसे लागेको छ झ्याप्पै हो। जाडोले कामिरहेको छु म। ल हेर्नुहोस् त यसलाई चाहिँ तिनपाने भन्ज्याङ भनिन्छ। अब यो बादलले ढाकेको छ। योभन्दा माथि हाइटमा चाहिँ तपाईँको एकदम राम्रो घुम्ने ठाउँ पार्क बनाएको छ। यहाँबाट जान्छ। यहाँसम्म चाहिँ काठमाडौँबाट मान्छेहरू आउँछ रक्सी खानु, लोकल रक्सी खानु, खैरको रक्सी खानु, कालिज खानु, लोकल कुखुरा खानु। यहाँ चाहिँ एकदम सबै अर्ग्यानिक कुराहरू पाउँछ है। फलफुल सब्जीहरू पनि अर्ग्यानिक। मैले भ्यू खिच्नु पाइनँ क्या आज। अनि यहाँको पानीको स्रोत भने चाहिँ जङ्गल हो होइन। यहाँको जङ्गलहरूबाट पानी आउँछ। यसरी देख्नुभयो यो जङ्गलबाट यो पानी परेको पानी होइन। यो कन्टिन्यू जहिले वर्षैभरि नै यसरी नै पानी यहाँनिर आइराख्ने हो। जङ्गलको पानी जङ्गलबाट उम्रेर आउने पानीहरू। अनि त्यही पानीलाई चाहिँ आफ्नो घरसम्म पाइपलाइन जोडेर पुरा छ। बाटो केही ठाउँमा चाहिँ अप्ठ्यारो हुन्छ यहाँनिर। हेर्नु त यो चाहिँ पहिरो। अनि यहाँ यो बाटोमा चाहिँ गाउँ जानको लागि बसहरू लाग्छ है। काठमाडौँबाट उताबाट बसहरू आउँछ। अनि भेटौँडा जाने पनि बस पनि हुन्छ तर सुमो चल्छ क्या यहाँनिर बेसी। टोटल सुमो चल्छ। समथिङ 3 घन्टा 2 घन्टा 2.5 घन्टा 3 घन्टामा त हेटौँडा पुगिसकेको हुन्छ काठमाडौँबाट। अब चाहिँ आयो यसलाई चाहिँ ललितपुरको साँक्री डाँडा समथिङ 3 पाने भन्ज्याङ भन्छ। अनि यहाँको पसलहरू चाहिँ
दिउँसो भएपछि बन्द हुन्छ, बन्द गर्छ। नमस्कार सर। आज बाइक लिएर आएको। के भन्दै हिजो? हिजो सबै बिरुवाहरू लडाइदियो भन्दै थियो कि, अनि अलिक रातभरि निन्द्रा लागेन। हो, ठुलै बतास आएको थियो। बाटोहरू त केही भएन? ए हुन्छ सर, म एकछिन तल लाग्छु, हेर्छु है। अब यहाँदेखि चाहिँ तल लाग्ने हो। योबाट चाहिँ छुट्टै सानो बाटो छ, एउटा गाडी जान्छ। होस् त त्यस्तैको त यहाँनिर होस् उड्छ। ठाउँ ठाउँमा ढलान पनि गरेको छ। यो चाहिँ अस्तिको पोहोरको बाढीले भत्काइदिएको बाटो हो, अनि बजेट परेर बनाएको हो यो चाहिँ हामीले। यसै ओहो, त्यो देखिँदै गएर चाहिँ कान्ति लोकपथ हो कि, कान्ति लोकपथ चाहिँ त्यो हो। यो त भिड छ यहाँनिर त। अब यो बजेट परेको छ भने चाहिँ यो बाटो बन्ने सम्भावना छ। ढलान गरेर तलैसम्म। ए यहाँ अलिकति भत्काएछ, यसरी भत्काइदिन्छ क्या, तनाव हुन्छ। हाइवेबाट धेरै छैन, तपाईँको बाइकमा 2 मिनट जति लाग्छ। नमस्ते दिदी। आइयो, घाँस काट्दै हुनुहुन्छ? चाहिँ हाम्रो छिमेकी दिदी। अब लो भ्यू हेर्नुहोस् ल, यो बादल कुद्दैछ होइन। यो हेर्नुहोस् त, अब अघि यहाँनिर झ्याप्पै बन्द भएको थियो, अहिले पुरै खुल्ला भएको छ। यो देखेको चाहिँ सबै अघि हामीले हुसु देखेको जस्तो थियो नि, त्यो चाहिँ बादल हो क्या वास्तवमा, अलिकति तल भएर। यहाँनिरबाट चाहिँ जाँदैन क्या हो। यता चाहिँ यस्तो छ, यो पाखाबारी छ नि, यो पाखाबारीमा चाहिँ मैले सबै घाँस लगाएको छु। यो तल बाटोसम्म पर्छ, यो यहाँबाट देखि तल बाटो चाहिँ तल बाटो छ, त्यहाँसम्म पर्छ। ल हेर्नुहोस् ल, स्वर्गीय होइन त यो। ए नमस्ते दाइ। म भर्खर आइपुगेँ दाइ। आराम हुनुहुन्छ? हजुर एकदम आरामै। ए यहाँ यसो बिरुवाहरू के कसो हुँदैछ भनेर हेर्न आएको थिएँ कि। होइन म लाग्छु सर। हस् हस्। यो चाहिँ तपाईँको मैले बिरुवा यहाँबाट लगाएको छु कि सुरु गरेको छु। यो चाहिँ नासपातीको बिरुवा हो, सेतो खालको चाइनिज नासपाती भनेको छ। हामीले बिरुवा लाउँदाखेरि थाहा हुँदैन कि यो फल्ना यस्तो खालको बिरुवा भनिदिन्छ, यो पनि बिरुवा हो। यो चाहिँ एकदम दामी छ कि। यो छ नि, यो तपाईँको छिनछिनमा चेन्ज भइरहेको छ। यहाँको सिनहरू। घर चाहिँ यो हो, यसरी बनाएको छ। यहाँ तल चाहिँ यसो हाम्रो कामसम्म हेर्ने मान्छे बस्नुहुन्छ। यो एप्पलको बिरुवा लगाएको छु मैले घर अगाडि ठ्याक्कै 3टा। नमस्ते। आयो भन्दै
खै चस्मा ल्याऊ त मेरो अस्ति छुटेछ चार्जर पनि लाने यहाँ बाख्रा छ अब त्यहाँ गाई छ यहाँ बाख्रा छ कुखुरा लोकल कुखुरा खाने हो यहाँनिर टक्कसँगले पाल्ने अस्ति मैले दसैँमा लगेर खाइ नसक्ने गरी खाएको थिएँ यसरी खोले बनाउँछ उहाँले काम हेर्छ उहाँ यहाँ चाहिँ गाई छ अँध्यारो छ यो घाँस काट्ने कुरो हो एकदम छुट्टै हुन्छ कि यहाँनिर आएपछि आनन्द लाग्छ यहाँ चाहिँ मेरो फार्म हाउस हो कुन चाहिँ यो चाहिँ एप्पल हो होइन यसको म तपाईँलाई अस्ति मैले फलेको बेलाको फोटो अहिले म यसमा भिडियोमा राखिदिन्छु ल यो एप्पल हो यो बोटले यत्रो बोट चाहिँ यो बोटले थाम्न नसक्ने गरी फल्छ एप्पल चाहिँ यो सबै सुत्याएको थियो यो चाहिँ रुख टमाटर होला यसरी फलेको छ ए सबै ओ माई गॉड यो एप्पलको पनि सुताको यो चाहिँ एप्पलको हो अब यो किवीको थियो यस्तो मजाले भइरहेको थियो किवी यो त सुकेको क्या हो किवी त किवीको टक्कै भाँच जस्तो छ त ला रुखै भाँच्दैछ नि त किवीको हो र पर लत्रिरहेको सुकिरहेको छ त हेरौँ ल यो हेरौँ तपाईँलाई म के देखाउँछु भने हेर्नु ल यहाँको फलहरू भनेको तपाईँले हेर्दै लोभ लाग्छ कि यस्तो फलहरू फल्छ यहाँ यो काँक्रा तपाईँले यत्रो काँक्रै यो काँक्रै नाखेर कति फल्छ तपाईँले यहाँ काँक्रै मात्रै रोपेर भए पनि जीविका चलाउने ठाउँ हो यो छुट्टै फल हो यो चाहिँ यसलाई के भन्छ अरे यसलाई के भन्छ मिलन सर बिमिरो भन्छ यत्रो फल्छ है ए तपाईँको बिमिरो यो चाहिँ यो यत्रो एभोकाडो भइसकेको छ यो तपाईँको मैले 3 वर्षदेखि यहाँनिर बिरुवा रोपिरहेको छु कि हर्क साम्पाङ र मैले एकैचोटि सुरु गरेँ हो बिरुवा रोप्नुलाई फर्सी हेर्नुहोस् है फर्सी त तपाईँको फर्सी काँक्रा यस्तो त हेर्दै बर्बाद हो यो चाहिँ एप्पल हो बर्बाद बनाएछ नि त यो एप्पल हो अब बुद्ध चित्त चाहिँ यो छ बुद्ध चित्त अब यो एउटै मात्रै बुद्ध चित्त राम्ररी फल्यो भने 3 करोडसम्मको बिरुवा फल्छ अरे त्यति नै नफले पनि यत्रो भइसकेको छ लगभग अब 2 वर्षमा 1 वर्षमा फल्छ यो सबै बुद्ध चित्त यो पनि बुद्ध चित्त नै हो एउटै बोट यो चाहिँ मैले अङ्गुर रोपे यो अङ्गुर हो भ्यू पनि हेर्नु नबिर्सिनुहोस् ल भ्यू हेर्नुहोस् ल भ्यू अब यो एकैछिनमा यो तपाईँको यो ठाउँ अहिले यस्तो छ यो खुल्ला हुन्छ अहिले यो बादलहरूले झ्याप्पै छोप्छ यहाँ जति बसे पनि आनन्द लाग्छ तपाईँको एकछिनमा छुट्टै अर्कै ठाउँमा पुगेको जस्तो हुन्छ है यो ठाउँ चाहिँ यो तपाईँको एभोकाडो हो सबैलाई तपाईँले 2 पट्टिबाट टेका हान्नुहोस् ल फुट्दैन यतिखेर मरिसक्थ्यो फुट्यो मरिसक्थ्यो ओइलाइसक्थ्यो सबै यो अहिले चाहिँ जाग्छ तर 2 पट्टिबाट क्रस गरेर एकपट्टिबाट मात्रै दिनु हुँदैन त्यसरी 2 पट्टिबाट क्रस हाल्नुपर्छ अब चाहिँ बाँस ल्याएर यो भर्खरै यो रोपेको ड्रागन फ्रुटहरू हुन्छ यहाँनिर यो ओखर हो ओखर अब तपाईँको 5 वर्षमा मैले यहाँबाट 2-3 करोड रुपियाँको 1 वर्षमा वार्षिक रूपमा 50 देखि 1 करोड रुपियाँको फलफुल ओहो त्यो उठाइएन रहेछ नि त
वार्षिक रूपमा 50 देखि 1 करोडसम्मको फल बेच्ने मेरो प्लान हो यो। हेर्नुहोस् त है, यसरी मार्दिएपछि यो त मेरो ड्रिम प्रोजेक्ट हो नि त। यसलाई पनि उठाउनुहोस् त, टेकालाई हेर्नुहोस्। ओहो त्यो भाँच्नै लागेको छ। लु त्यसलाई टेका लाउनु, यो ओइलाएको छ अलिकति, हेलचेक्रा गर्नु भएन। एउटा ठुलो त्यो टेका लिएर हाल्नु पाउनु ल। यो टेका हाल्नुहोस् ठ्याक्कसँगले। अनि दुईपट्टिबाट क्रस गर्नुपर्छ ल। अब चाहिँ अझै हावा त चल्न सक्छ नि फेरि। हेर्नु त बिरुवाहरू त हेबेगाडा हो। केही हुँदैन, एकदम मजाले सबैलाई टेका हाल्नुपर्छ, भएन यो बिरुवा चाहिँ हल्लाबेद हो। अब यत्रो भएको एभोकाडोहरू हेर्नु त ल। यत्रो भएको एभोकाडोहरू लडाइदिएपछि त अनि रातभरि निन्द्रा लाग्छ त। भाँच्यो कि आयो त? यो भाँचे त छैन हेर्दै। अब यसलाई माटो हालिदिनुहोस्, माटो साइडबाट हालेर अनि तोक। यो ठुल्ठुलो त अझै झन् डबल क्रस दिनुपर्छ ल। तपाईँको काँक्राहरू यो भुइँभरि बाटोभरि हामीले फ्यालिरहेको हुन्छ कि काँक्रा त यो खानेकुरा आउँदैन। यो त काँक्रा होइन होला हौ, क्या हो यो? त्यस्तो छ ठाउँ चाहिँ, जग्गा चाहिँ यहाँ 10 रुपियाँ जस्तो छ ल। हेर्नुहोस् ल, त्यो अब अहिले यो अघि मैले भनेको थिएँ नि, यो अहिले झ्याप्पै छोप्यो। अब तपाईँको एकछिनबाट फेरि खुल्ला हुन्छ यो ठाउँ। पानी बत्ती सबैको सुविधा छ। अब यसलाई के भन्छ, यो माने कि के हो? यो पिँडालु ए काँक्रा। यो चाहिँ तपाईँको यो चाहिँ मैले यसलाई स्ट्रबेरी ट्राईको लागि कस्तो फल्छ भनेर यो रोपे हो। हाम्रो साथीले बिरुवामा तोक्ची हाल्दैछ। मोरिङ्गा के भन्छ, यो चाहिँ एप्पल हो। यो पालि यो पनि फल्छ। अब डल्ले खोर्सानी तपाईँको यहाँनिर डल्ले खोर्सानी तपाईँको यस्तो फल्छ, डल्ले खोर्सानी यस्तो फल्ने ठाउँ हो तपाईँको साध्यै हुँदैन। यसरी यो रुख टमाटर, यो चाहिँ कुरिलो यो पनि ट्रायल फेसमै छ कुरिलो। यो चाहिँ आल्चाको रुख हो होइन। यो सानो मैले यसलाई अस्ति ग्राफ्टेड गराएको थिएँ, फुलिरहेछ यो चाहिँ आल्चा हो। यो जङ्गलभरि यो आल्चै मात्रै रोप्यो भने पनि पैसा छ। यो चाहिँ आल्चाको, यो फुलिराखेको चाहिँ आल्चाको ल। यो त फल्नै लाग्यो जस्तो छ। यो यतिखेर नफल्नु पर्ने हो। मौसम हेर्नुहोस् ल, मौसम हो छुट्टै भइसक्यो। सो मैले यो भिडियो बनाउनुको उद्देश्य चाहिँ ठाउँ अनुसारको तपाईँहरूले पनि फलफुल लाउनुहोस् होइन। अब आफ्नो भएको जग्गाहरूलाई सदुपयोग गर्नुहोस्, बाँझो नछोड्नुहोस्। मैले यहाँनिर मेवा लगाएको थिएँ। यो मेवा फल्या थियो, तर यो जाडो ठाउँ भएको हुनाले यो मलाई लाग्छ यो जाडो भएकोले नै मर्या जस्तो लाग्छ। यहाँ मैले भिडियो छोटो होस् भनेर मैले धेरै कुराहरू देखाएको छुइनँ। आगामी दिनहरूमा समय मिलेछ भने त्यो पनि देखाउने छु। यसको मेरो मेन उद्देश्य के हो भनेर त्यो पनि म भन्ने छु है। भिडियोलाई यहाँसम्म हेरिदिनु भएको धन्यवाद छ। ओके बाई, टेक केयर, शुभ दिन।